संसारमा मानिसहरूले धनको घमण्ड गरिरहेको हुन्छ, तर बाइबलले भन्छ धनको धाक नलगा, घमण्ड नगर, किनभने भोलि तेरो जीवनमा के आइपर्ने हो सो त जान्दैनस्। है, हाम्रो जीवनमा कस्तो विपत्तिको सामना गर्नुपर्छ हामीले जान्दैनौँ। त्यसकारणले धनी मानिसले धनको घमण्ड गरिकन गरिबहरूलाई हेला गर्ने कुरा, उपेक्षा गर्ने कुरा, नराम्रो दृष्टिकोणले हेर्ने कुरा चाहिँ गलत छ। बाइबलले यो पनि भन्छ कि गरिब भए तापनि कलङ्क रहित भएर जिउनु चाहिँ धनी मानिस जसको खराब मति छ, खराब मति भएको धनी मानिसभन्दा असल हो, उत्तम हो। त्यसकारणले धन भएर के गर्ने जबकि मानिसहरूको दृष्टिकोणमा उत्सुकेको छ, गिरेको छ, सबै मानिसहरूले उसलाई नराम्रो दृष्टिकोणले हेर्छन्। बाइबलमा जक्कै भन्ने एकजना व्यक्ति छन् जसलाई सबै मानिसहरूले घृणाको दृष्टिकोणले हेर्थे, पापी र अधर्मी ठान्दथे। तर उनले आफ्नो धनहरू गरिबलाई बाँडिदिए अनि कसैबाट अन्यायपूर्वक ल्याएका केही थिए भने पनि 4 गुणा बढी गरिकन फिर्ता गरिदिए र उनी परमेश्वरको नजरमा ग्रहण योग्य ठहरिएका छन्। त्यसै कारणले मेरा प्रियहरू, धनको घमण्ड गर्नु चाहिँ व्यर्थ छ, तर गरिबीमै भए पनि इमान्दार भएर जिउनु, परमेश्वरको राज्यलाई खोजेर जिउनु, परमेश्वरको आज्ञा पालनमा, परमेश्वरको अनुशासनमा रहेर उहाँको भय मानिकन जिउनु चाहिँ असाध्यै असल छ, सुन्दर छ। परमेश्वरले हजुरहरू सबैलाई धेरैभन्दा धेरै आशिष गर्नुभएको होस्। जय मसीह।